नमस्कार सम्पूर्णमा। आज हाम्रो यो इँटाको वाल लगाउने कार्यक्रम सम्पन्न भइसकेको छ। अब हाम्रो त्यो पानी टङ्कीमाथि अब भित्रबाट आरसिसी ढलान हुनेछ है। अब यसरी हाम्रो इँटाको गारा लगाउने काम लगभग सम्पन्न भयो भनौँ है। अब अब ट्याङ्कीहरूको अब टोयलेटको ट्याङ्की, त्यसपछि अब खानेपानीको ट्याङ्की, अब आरसिसी ढलान गर्न त अब छुट्टै बाँकी नै छ होइन। त्यहाँ पार्टिसन भाग बनाउने अब भाग छुट्याएर अब गाह्रो लगाउने नि त्यहाँभित्र त बाँकी छ। तर बाहिरको मोटामोटी अब इँटाको वाल लगाउने काम चाहिँ सम्पन्न भयो। अब योदेखि माथि चाहिँ अब बिम बस्ने हो है। बिम बसेपछि बिम ढलान भयो भनेपछि टक्क लाएर माटो भाट्ने हो। पुरै माटो हालेर भर्ने हो है। अब यिनी टङ्कीहरूलाई त अब भित्रबाट अब आरसिसी ढलान गर्ने, त्यसपछि अब त्यहाँ पार्टिसन भाग बनाउने, गाह्रो लगाएर होइन इँटाको, त्यसपछि प्लस्टरहरू गर्ने। अब हाम्रो प्लस्टर चाहिँ अब उता खानेपानी टङ्कीमा चाहिँ अब प्लस्टर हुन्छ। यो अब टोयलेटको जुन यो सेफ्टी टङ्की छ त्यसमाथि चाहिँ अब उताको भागमाथि मात्रै प्लस्टर हुन्छ होइन। यताको पार्टिसन भएको यताकोमा चाहिँ प्लस्टर हुँदैन है। अब हेर्नुहोस्, अब हाम्रो काम यति अब आज सम्पन्न भइसकेको छ।